हेर्नु पर्यो र उहाँहरूको लागि पनि व्यवस्था केही गर्नु पर्यो। पछिल्लो दानाले पार्टी कहाँबाट जित्ने हो? हाम्रो खुनेको बाटो हो। आफ्नो सकिँदै चाहियो। हाम्रो लडाईँ र हाम्रा शहीदहरू बेपत्ता योद्धाहरूको त्याग तपस्या बलिदानकै कारणले अहिले महिलाहरूले केही अधिकार प्राप्त गरेका छन्, दलितहरूले प्राप्त गरेका छन्, आदिवासीले, थारूले, सबै मजदुर किसानले पनि केही न केही अधिकार प्राप्त गरेका छन्। यदि तपाईँ हाम्रा सन्तानहरूले या परिवारका सदस्यले चाहिँ बलिदान नगरेको भए यो अधिकार प्राप्त हुने थिएन। त्यसकारण हामीले एउटा त त्यो विषयमा गर्व नै गर्नुपर्छ। उहाँहरू त अमर हुनुभयो, हामी बरु बाँचेकाहरूको के हुन्छ भन्ने अझै टुङ्गो छैन। शहीद भएको त शहीद हुनु नै भयो, देशको लागि, जनताको लागि आफ्नो ज्यान अर्पण गर्नुभयो। हामी शान्ति सम्झौता गरिसकेपछि हामीले 5वटा क्षेत्रमा शहीद प्रतिष्ठान अन्तर्गत 5वटा स्कुल स्थापना गरेर शहीदका छोराछोरीहरू, बेपत्ता योद्धाका छोराछोरीहरूलाई निशुल्क पढाउने भनेर स्कुल स्थापित भयो। त्यसबाट धेरै हजारौं शहीद बेपत्ताका छोराछोरीले पढे पनि त्यहाँ। अनि केही रकम क्षतिपूर्ति स्वरूप पनि सरकारले दियो पनि। घाइते अपाङ्गहरू अलि धेरै गम्भीर घाइतेहरूलाई कोहीलाई 6,000, कोहीलाई 12,000, कोहीलाई 18,000 सम्मको दरले महिनावारी दिने पनि निर्णय भयो। त्यो पनि भयो। अनि तर अहिलेसम्म तपाईँ हाम्रा परिवारका सदस्यहरू जसले क्रान्तिमा ज्यान गुमाउनु भयो उहाँहरूलाई राष्ट्रिय शहीद भन्ने भएको थिएन। हुने हो कि होइन, शहीद हुने हुन् कि ती चाहिँ के हुने हुन् भन्ने थियो। यो पटक सरकार हाम्रो नेतृत्वमा भएको बेलामा हामीले धेरै मेहनत गरेर जनयुद्धका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गराइयो। बेपत्ता योद्धालाई पनि राष्ट्रिय सम्मान गर्ने निर्णय गरियो। यो तपाईहरुलाई सुनाउने, यो पटक मैले सुनाउने एउटा सन्तोषको कुरो। तपाईहरुको लागि पनि अलिकति जे भए पनि हाम्रा छोराछोरी वा हाम्रो परिवारका सदस्य राष्ट्रिय शहीद त भए, अब त्यो उल्टिँदैन। त्यो मैले यो कुरा हामीलाई 17-18 वर्षदेखि के हुने हो भने जस्तो थियो। अरु सबै शहीद हुने, हाम्रा चाहिँ कुनै मान्यतै नहुने हो कि भन्ने चिन्ता थियो तपाई हामी सबैलाई। अब त्यो चिन्ता रहेन, उहाँहरू राष्ट्रका शहीद हुनुभयो। दोस्रो, यो पटक हाम्रो शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने, सत्य निरूपण र बेपत्ताहरूको छानबिन सम्बन्धी काम टुङ्ग्याउने भनेर 7-8 वर्षदेखि विधेयक नभएको, ऐन नभएको हुनाले काम अगाडि बढेको थिएन। यो पटक चाहिँ हामीले त्यो ऐन बनाउने काम पनि टुङ्ग्यायौं। यो पनि तपाई हामी सबैको निम्ति सन्तोषको कुरा हो। अब यो ऐन बनेपछि के ढोका खुल्या छ त भन्दा अब हाम्रा छोराछोरी या परिवारका सदस्यलाई राष्ट्रिय शहीदको रूपमा राज्यले सम्मान गर्ने भयो, पार्क बनाउने भयो, उहाँहरूका शालिग राख्ने भयो, हैन, चाहिँ त्यसलाई सम्मान गर्ने भन्ने एउटा व्यवस्था भयो। दोस्रो, शहीद तथा बेपत्ता योद्धाका परिवारलाई पनि राज्यले प्रमाणपत्र दिने, यी गणतन्त्रका सेनानीको परिवार हो भनेर सम्मान गर्ने भन्ने पनि ऐनमा व्यवस्था भएको छ। अर्को, त्यो ऐन अनुसार आयोग बनेर काम टुङ्गिएपछि प्रत्येक शहीद तथा बेपत्ता योद्धा परिवारका सदस्यहरू मध्ये कम्तीमा 1 जनालाई राज्यले रोजगारी जागिर दिनै पर्ने भन्ने व्यवस्था भएको छ। यो भर्खर भएको कुरा हो, म तपाईहरुलाई अहिले सुनाउँदैछु। 1 जना, कम्तीमा 1 जनालाई रोजगारी अनिवार्य रूपमा राज्यले व्यवस्था गर्नुपर्छ भनेको पनि तपाई हामी सबैको निम्ति सन्तोषको खबर हो। अहिले तपाईहरुले जो दुःख बताइराख्नु भएको छ, खानु छैन, के छैन समस्या, त्यसलाई कम्तीमा 1 जना परिवारको सदस्यले रोजगारी पाउने भयो भने त्यो समस्या भोलि हल हुन्छ भन्ने कुराको यो ढोका खुलेको छ। तेस्रो कुरा, प्रत्येक शहीद तथा बेपत्ता योद्धा परिवारलाई परिपूरण दिने
उनीहरूको चाहिँ जो त्याग गरे, तपस्या गर्यो, बलिदान गर्यो, त्यसको निम्ति राहत स्वरूप भने पनि, सहयोग स्वरूप भने पनि राज्यले पैसा दिने भने हो। अनि नेपाल सरकारले त्यस्तो चाहिँ शहीद बेपत्ता योद्धाका परिवारलाई परिपूरण दिन भनेर 1 अरब नेपाल सरकारले छुट्याएको छ र अब नेपाल सरकारले 1 अरब छुट्याएपछि विश्वका विभिन्न देशहरूले पनि हाम्रो यो शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउनको लागि उनीहरूले पनि अरबौं सहयोग गर्ने वचन दिएका छन्। त्यता सबैलाई सहयोग गर्न त खरब भन्दा बढी चाहिन्छ। त्यो सहयोग पनि अब शहीद बेपत्ता परिवारलाई प्राप्त हुने भएको छ। अर्को कुरा, त्यो ऐन अनुसार काम आयोग बन्ने पनि अब सहमति भइसकेको छ। सिफारिस समिति बनेको छ। अब 1 महिनाभित्र आयोग बन्छन् सत्य निरूपण र बेपत्ता सम्बन्धी। त्यो आयोग बनेर काम थालेपछि यी सबै कुराहरू अगाडि बढ्छन्। यो चाहिँ जे भए पनि ढिलो भए पनि यो काम आखिर हाम्रै पार्टीको नेतृत्वमा सरकार भएको बेलामा भयो। मेरो नेतृत्वमा तेस्रो पटक म प्रधानमन्त्री भएको बेलामा त्यति मात्र होइन, जनयुद्धलाई राष्ट्रिय दिवस भनेर पनि मैले त घोषणा गराएको थिएँ। विमलजीहरूलाई पक्कै थाहा होला। कुरा भन्नु त्यो ठूलो कुरा थियो, छ अहिले पनि। अदालतले शान्ति प्रक्रिया नटुङ्गिँदै यसो गर्न हुँदैन भनेर रोकिदियो। तर हामीले आवाज उठायो भने त्यो दिवस पनि राष्ट्रिय दिवस हुन सक्छ र हाम्रा सबै परिवारका सदस्यले जसले बलिदान गरे, हाम्रो पार्टीका योद्धाहरू, तिनीहरूको सम्मान पनि त्यसबाट पनि हुन्छ। यो एउटा कुरा भयो है मैले भन्ने। यो कुरा सायद तपाईहरुले यसो बुझ्नुभयो भने अलिकति तपाईहरुको मनमा शान्ति होला। किनभने पार्टी र सरकारले त गर्दै रहेछ, हाम्रो बारेमा ध्यान दिइराखेर रहेछ। तपाईहरुले त छोड्यो कि बिर्सियो कि वास्तै गरेनन् भने जस्तो भएको बेलामा सरकारको तर्फबाट यति काम त भयो भनेर मैले तपाईहरुलाई सुनाउँदा मलाई पनि अलिकति सन्तोष भएको छ। तपाईहरुलाई पनि पक्कै विचार गर्नु भने यति त भएको रहेछ भन्ने हुन्छ। यो एउटा कुरा मैले सकेँ। यो अर्को कुरा, तपाईहरुले भनेको के साँचो हो भने यो बीचमा पार्टीले जति शहीद परिवारको पीडा, उनीहरुका दुःख कष्ट के छन्, समस्या भन्ने बारेमा पार्टीले जति ध्यान दिएर नियमित भेटघाट गर्ने, कुरा सुन्ने, पार्टीको तर्फबाट गर्न सकिने सहयोग गर्ने, राज्यबाट सहयोग गर्नु पर्ने छ, अब स्वास्थ्य उपचारको कुरा इत्यादि इत्यादि थुप्रै कुरामा राज्यलाई पनि भन्ने बारेमा जति ध्यान दिनुपर्ने थियो पार्टीले त्यति ध्यान दिन सकेन। यो कुरा साँचो हो। तपाईहरुले भने अनुसार आफ्नो छोराछोरी या श्रीमान श्रीमती या आफ्नो परिवारको सदस्यले ज्यान गुमाएको छ, तर फेरि पार्टीले जति ध्यान दिनुपर्ने दिएन भने तपाईहरुलाई झन बढी पीडा भएको भन्ने कुरा पनि हामीलाई थाहा छ। र यो पटक हाम्रो पार्टीको केन्द्रीय समितिमा यो बारे गम्भीर समीक्षा गरियो। के हो त भन्दाखेरि यो पार्टीको गल्ती हो भनेर आत्मालोचना गरियो। केन्द्रीय समितिले नै आत्मालोचना गरेको छ। गल्ती भयो, अब यस्तो गर्न हुँदैन। हामी आज संघीय लोकतान्त्रिक गणतन्त्रमा देश आउनु, पटक पटक मन्त्री, प्रधानमन्त्री, मुख्यमन्त्री के भएका छन् पार्टीका साथीहरू। यो के कारणले भयो त भन्दा त आखिर शहीद बेपत्ता योद्धाहरूको त्याग तपस्याले गर्दा भएको। अनि त्यही परिवारको दुःख सुखलाई हामीले ध्यान नदिने हो भने यो भन्दा ठूलो गल्ती के हुन सक्छ त? अब यसो गर्न हुँदैन। हामीले गर्न त माथिबाट त के गरिराखेका थियौं, तर तपाईहरुसँग भेट्ने, तपाईहरुको कुरा सुन्ने अनि फेरि तपाईहरुको समस्या समाधान गर्न चाहिँ बल गर्ने कुरा कमी भयो भनेर त्यो निर्णय गरियो। र यो पटक तपाईहरुले हेर्नुभयो होला, यहाँ मात्रै होइन, हामी जुन जुन जिल्लामा पुगेका छौं, अहिले तराई मधेसका जिल्लाहरूमा झापादेखि अब यहाँ कैलालीसम्म हामी आएका छौं। भोलि कञ्चनपुरमा गएर यो सकिन्छ। यो मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान भन्ने यो अभियान अन्तर्गत हामीले प्रत्येक जिल्लामा शहीद बेपत्ता परिवारलाई भेटेका छौं, उनीहरुकै घरमा बसेका छौं, उनीहरुसँगै खाएका छौं, उनीहरुका कुरा सुनेका छौं। हिजो बर्दियामा पनि धेरै ठूलो संख्यामा शहीद बेपत्ता परिवार आउनुभयो, उहाँहरुका सबैका कुरा सुनियो। कहिले राम्रोसँग राख्नु पनि भयो, कति बेला राख्न गाह्रो पनि भयो। त्यसैगरी आज तपाईहरुसँग भेट भएको छ र यो देशैभरि हामी अब पार्टीलाई पनि, केन्द्रले पनि अब तपाईहरुको कुरालाई अलि बढी ध्यान दिने, कुरा सुन्ने,
समस्या समाधान गर्न बल गर्ने, यो खाली शहीद बेपत्ता परिवारको दुःख पीडा आँसु पुछ्नको लागि पार्टी फेरि अगाडि बढ्न पर्छ र मात्रै पार्टी सही ट्र्याकमा जान सक्छ भनेर गरिएको हो। यो कुरा तपाईहरुले बुझिदिनु पर्यो भनेर म तपाईहरुसँग आत्मालोचना सहित भन्दैछु। हाम्रो गल्ती अलिकति त भयो, तर अब यो गल्ती हामी हुन दिँदैनौं। त्यसकारण केन्द्रले पनि तपाईहरुसँग भेटघाट गरिराख्छ। प्रदेशको साथीहरुलाई पनि मैले निर्देशन दिइराखेको छु, तपाईहरु आफ्नो प्रदेश अन्तर्गतका शहीद बेपत्ता परिवारलाई भेट्नु पर्यो, उनीहरुका पीडा सुन्नु पर्यो, आफूले गर्न सक्ने सहयोग गर्न पर्यो, आफूले नसक्ने भए केन्द्रमा पठाइदिन पर्यो। यो परिवारको यस्तो दुःख छ भनेर भन्न पर्यो। वास्तै नगरे जस्तो अझ कतिपय ठाउँमा बडो पीडा हुने नमिठो लाग्ने कुरा के भएको छ त भने शहीद परिवारलाई भेट्न पर्ला कि भनेर कतिपय ठाउँमा त साथीहरु बाटो काटेर जान्छन् के, शहीद परिवारहरु रुन थाल्छन्, कराउन थाल्छन्, के भन्छन् भनेर भाग्ने जस्तो पनि भयो रे भनेर पनि सुनियो कतिपय ठाउँमा। यो भन्दा दुर्भाग्यपूर्ण कुरा त केही हुन सक्दैन। अहिले पार्टीले त्यही महसुस गरेर तपाईहरुसँग भेटघाट गरेको हो। अहिले यति भेटघाटले सबै कुरा हुन्छ भनेको त होइन। मैले आज सुनियो कुरा, तपाईहरुसँग भेट भयो। मैले आफू सरकारमा हुँदा गरेका कामहरु पनि मैले अलिकति तपाईहरुलाई भने। आउने दिनमा जब आयोगहरु बन्लान् यो सबै कुरा होला अनि तपाईहरुले थाहा पाउनुहुन्छ हाम्रो छोराछोरी त महान कामको निम्ति मरेका रहेछन्, गणतन्त्रका सेनानी भनेर सम्मान पाए, पार्कहरु बने, थुप्रै चीजहरु भए भनेको देखेपछि बल्ल तपाईहरुको मन चाहिँ खुसी हुन्छ भन्ने लाग्छ। त्यसपछि त यो